हेलो नमस्ते सबैजनालाई। आज म ढकाईदेखि मङ्गलसेन जाँदैछु। यहाँभित्र पढ्ने सबै भिडियोहरू हालेर देखाउने छु, कमेन्ट गर्नु होला कस्तो लाग्छ। हेलो गलवाल, आज म अछामको ढुङ्गाचल्लाको गलवालमा छु। देख्न सक्नुहुन्छ मेरो पछाडि यो गलवालको दृश्यहरू एकदम अछामका सुन्दर सुन्दर ठाउँहरूको देख्न सक्नुहुन्छ तपाईहरुले। म चाहिँ एकदम धेरै ठाउँमा घुमेर आइसकेँ, अझै घुम्न बाँकी छ। अब जाँदैछु आज म फेरि घुम्न कमल बजार, अनि त्यसपछि मङ्गलसेन, त्यसपछि रामार्सन हुँदै विभिन्न ठाउँहरू देखाउने छु तपाईहरुलाई। कस्तो लाग्छ? वर्षाली खोलाको दृश्यहरू हेर्न सक्नुहुन्छ तपाईले। अनि यो वारिपारी माथि पराल राखेको देवलभन्दा पछाडिको यो सल्लेगाडीको जङ्गल हो। अहिले चाहिँ हामी यहाँ गाडीबाट देखाइरहेको दृश्यहरू चाहिँ तपाईले अब यहाँभन्दा माथिको कमल बजारको दृश्यहरू म देखाउन गइरहेको छु। यो कमल बजारको दृश्य तपाईले हेर्न सक्नुहुन्छ। कमल बजार पुलिस घर, अनि त्यो पछाडिको पंखा, ठुलासेन र ठाडी खानको बिचमा पर्ने जङ्गलमा आइपुगेका छौँ। अब यहाँभन्दा अगाडिको दृश्य कस्तो छ हेरौँ है त। म चाहिँ मङ्गलसेनको बहुमुखी क्याम्पसभन्दा माथिको जङ्गलमा आइपुगेको छु सल्लेगाडीमा। अब तपाईहरुलाई देखाउने छु यहाँ राजदरबारको दृश्य। फाइनली राजदरबार पनि आइपुग्यो। तपाईहरुले देख्न सक्नुहुन्छ मेरो पछाडिको पिपलको बोर्ड, राजदरबार, उता तलको दृश्यहरू। भिडियो सेभ पनि कमेन्ट गर्ने ल।